सब आदमी हमरा वोट देले तैयार छी, ठीक छै। अहाँ चाय दुकान करै छी, युवा छी, युवक छी, एक त सहयोग चाहिए। कहू ना, हमरा तरफ से जो होय वाला होते सहयोग से करबे। हमरा किछ पाई चाहिए, 10, 20, 50, 100 वो अपनी तरफ से हमरा दियो, जे कि हम चुनाव में खर्च करबे। कोई बात नहीं, 10,000, 5,000, 10, 20, 30 या तो हम सर हमरा तरफ से भेलै सर। जय श्री किशोरी जी, यहाँ के आशीर्वाद है। देश को पहिलो कैंडिडेट हूँ म जसले मतदातासँग यसरी क्यामेरा अगाडिमा गरीब आदमी जी, ठेला वाला जी। यो ठेला चलाउनुहुन्छ उहाँले, यो ठेलामा कतिको त्यो हुन्छ थाहा छैन। उहाँले मलाई पैसा सहयोग गर्नुभएको छ र उहाँहरूले मलाई सहयोग गर्नुभयो। म योबाट यो पैसा म आफूसँग राख्छु, यो 50 रुपियाँ मलाई चाहिन्छ। यो सबै पैसा म तपाईँले यो गरीबलाई बाँड्नु त्यो अर्को कुरा। देशको पहिलो उम्मेदवार हो म जसले मतदातासँग भोट मात्रै होइन सहयोग मागेको छ। र म अहिले देखाउँ 1,000, 2,000, 3,000, 3,050 रुपियाँ मैले पाएको छु। अब भन्नुहोस् म उम्मेदवार बन्नु कि नबन्नु? बन्नु भन्न चाहन्छु रासोपाका प्रधानमन्त्रीका उम्मेदवार बालेन दाई, यदि म जितेर आए भने तपाईँ 200% प्रधानमन्त्री।